यो देशको एउटै समस्या हर्क साम्पाङ मात्रै हो कि अब प्रहार चाहिँ फेरि हर्क साम्पाङलाई छ जैरू उफ्रिने यो जैरूले पनि खेदो खन्याखनेसँग पनि हामीले यो विषयमा लामै डिस्कस गऱ्यौँ होइन एउटा एपिसोडै हामीले गऱ्यौँ होइन फेरि पनि खन्या छन् उनी हर्क साम्पाङज्यू मिडियाको लागि मर्यादै गरेर गेडगेडाउने चमर हम्किने व्यक्ति पनि होइन अर्को कुरो तिनको मिडियामा इन्टरभ्यू दिन नपाएर बौलाएको त होइन होला जस्तो लाग्छ मलाई अरे इन्टरभ्यू भने पिएनपी मिडियाको क्यामेराको लेन्स पनि उस्तै हो आवाज पनि उस्तै हो त्यो पनि उस्तै हो कि अलिअलि त्यहाँ डेन्टिङ पेन्टिङ यताउता एउटा थप क्यामेरा होला त्यति नै हो हर्क साम्पाङजीको जैरूसँगको यो विवाद हमेसाको लागि अन्त्य किन गर्नुपर्छ भने धेरै कुराको जवाब अस्ति आइसकेका छ जैरूजीले चाहिँ आफूलाई ल्यारी किङ वा मार्क टेलीको स्तरमा उठाएर स्टुडियोमा त म कसैको इन्टरभ्यू लिन्न भनेर बडो फुलेल बन्नुभयो तर उहाँलाई म के भन्छु भने हामीले त्यही कार्यक्रममा होइन भने त्यो अङ्गुरजीसीलाई ल्याएर उहाँकै अग्रज रवि छाने ल्याउनु भएको छ इतिहास नसिनेलाई जसले जे भन्दै हुन्छ त्यही कार्यक्रममा होइन अङ्गुरजीसीलाई चाहिँ एकदम भण्डारीले राखेर चाहिँ डिबेट गराएको अनि अर्को हर्क साम्पाङले के भण्डारी हाम्रो खेम भण्डारीले राखेर डिबेट गराएको कार्यक्रममा हो नि एक्ज्याक्टली त्यसै भए अहिले पनि भिडियो फुटेज प्रशस्त छ अनि अर्को कुरो चाहिँ उहाँले के इम्प्रेसन दिन खोज्नुभयो भने हर्क साम्पाङ चाहिँ त्यो प्रोग्राममा गएर इन्टरभ्यू गर्न आतुर छन् 5 चोटि मेरो इन्टरभ्यू लिए भन्ने फेसबुकमै बोले भनेर भनेका छन् इन्टरभ्यूको लागि हिरिक्क हुने मान्छे चाहिँ हर्क साम्पाङ होइन कहिलेकाहीँ पत्रकार भेट्न जाँदा नाथेहरू यार यहाँ आफ्नो टाउको दुखेको छ भनेर हिँड्या पनि देखाएको छु मैले इन्टरभ्यू नै नदिइकन बटारिएको पनि देखाएको छु स्टुडियोमा मलाई बोलाउने पनि भनेको सुनेको छु त्यसकारण गीतको कुरा चाहिँ अहिले नयाँ आयो के उहाँले एउटा भाषण गर्नुभएको छ त्यो भाषण तपाईँले सुन्नुभयो छैन मैले सुनेन त्यो भाषणमा चाहिँ ल है अब म त यो चुनाव पछाडि खासै हर्क साम्पाङले एकचोटि त्यही बुक विमोचनमा भेट्या हो त्यस पछाडि भेट्या पनि छैन यिनीहरूले चाहिँ हर्क साम्पाङको पैसा खाए भन्दैछन् फेरि मलाई अब यिनीहरूको त यो दरिद्र मानसिकता यस्तो रहेछ कि बरु हर्क साम्पाङलाई यसो भेटेर बरु 1-2 पैसा दिनु भने भन्दै हुन्थ्यो होइन यस्तो अप्ठ्यारो परेको बेलामा यसपछि उहाँले यो सबै थाहा छ उहाँको फेसबुकमै छ हाम्रो धरती हाम्रो आकाश हाम्रो परिवेश भन्ने गीत जसले शिरदेखि पुच्छरसम्म कण्ठस्थ गाउन सक्दैन त्यो पार्टीको सेन्ट्रल कमिटी मेम्बर केन्द्रीय पदाधिकारी हुन अयोग्य हुन्छ र त्यसलाई तत्क्षण पार्टीबाट निकालिदिन्छु भन्नुभएको छ सिसिएम र तपाईँको पदाधिकारी अझ त्यो कार्यकर्ता हुन मिल्दैन भनेको भए चाहिँ त्यो एकदमै गलत हुन्छ किनभने आम मान्छे सबैले त्यो जान्नु पर्ने सिसिएम र पदाधिकारीले चाहिँ एउटा के भन्छ पार्टीको एउटा गीत यस्तो हो क्या सर अब जस्तो बच्चाले पनि संस्कृत विद्यालयमा पढेपछि ओम त्र्यम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमिव वन्दनान् मृत्युर्मोक्षये मातृतात् ओम भूर्भुवस्सुवः तत्सवितुर्वरेण्यं भर्गदेवस्य धीमहि धियो यो न प्रचोदयात् सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया तुमेव माता च पिता तुमेव सर्वं मम देवदेव यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतं स्पन्ददेवस्तवे वेदै साङ्गपदाकरं उपनिषदै गायन्ति यं सामगा देखि वेदका ऋचाहरू चण्डी रुद्री पाठ गर्छन् संस्कृतको यति क्लिष्ट र दुर्वेद्य ऋचा श्लोकहरू त मान्छेलाई मुखाग्र हुन्छ म संस्कृतको विद्यार्थी होइन तर श्रुति परम्पराबाट मेरो बुवाले भनेको सुनेर ब्राह्मण परिवारमा हुर्किएको हुनाले मलाई त यति थाहा हो भने त्यो राष्ट्रभक्तिले ओतप्रोत भएको गीत गाउन सक्दैन मेरो छोरो सानो छ अब तपाईँको छोरोले पनि स्कुल जान साथ सिक्ने त्यही राष्ट्रिय गीत हो प्रदीप कुमार राई उर्फ व्याकुल माइलाको सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएको मेची महाकाली सस्वर गाउँछन् बच्चाहरूले कण्ठस्थ छ भनेपछि यो देशभक्तिले ओतप्रोत भएको यो हर्कको विरुद्धावली हर्कजीको महानताको गाथा गाएको गीत होइन युद्धकालमा प्रचण्ड सम्बन्धी एउटा गीत कण्ठस्थ गर्नुपर्छ सबैले मैले फेरि एउटा विचित्र सपना देखेछु नि सर के सपना देखेछु भने बेउजिने बेला सपना देखेँ अनि त्यो गीत चाहिँ मैले टिपेर राखेँ मैले के देखेछु भने हर्क साम्पाङको सुदन गुरुङजी जो वरिष्ठ श्रमदाता हुनुहुन्छ उहाँदेखि चुडालजीसम्म आर्यनजीसम्म सबैले एउटा गीत गाउँदै हुनुहुँदो रहेछ के एकदम त्यो गीत चाहिँ मैले ठ्याक्क मेरो फेरि मेमोरी पावर कडा बिहान उठेर लेखिहालेँ त्यो के देखेको थिएँ त्यो तपाईँलाई भनौँला अर्को यो हर्कज्यूले चाहिँ अब के गर्दै सुदन किराती यो फेरि
कहिले टङ स्लिप हुन्छ, हाड नबाजी प्रगट घटिन्छ। साथी अब सुन्नुहोस् है, सम्झाइदिनु पर्यो। ठिक छ, फेरि ट्रोलको शिकार बनाइहाल्थ्यो मलाई, धन्यवाद तपाईँले जोगाउनु। अब यहाँनिर के छ भने हर्क साम्पाङले चाहिँ मैले सुनेको कुरा झुटो होइन भने लाइभ गर्नेले रियालिटी सो जस्तो पदाधिकारीमा सुदनजीदेखि सुरु गर्ने र केन्द्रीय सदस्यसम्म सबको परीक्षा लिने, त्यो गीत शिरदेखि पुच्छरसम्म हाम्रो धरती हाम्रो आकाश हाम्रो परिवेश भन्ने गाउन सकेन भने फेल, पार्टीबाट आउट, त्यो गर्ने भन्ने सुनेको छु। अब के कति साँचो हो मलाई थाहा छैन। फेरि त्यो रविना खातुन पनि रुँदै कराउँदै आएकी छिन् लाइभमा, मलाई आवाजै गरेन भनेर फेरि तिनका अर्को किस्सा छ। अब यहाँ मैले देखेको सपना चाहिँ के हो भने अलिकति सुनाइदिउँ है। अब मैले फेरि त्यो गीतै गाएको देखेँ कि यसरी गाएका रहेछन् सबले, पुरा तपाईँको श्रम संस्कृतिको टी सर्ट रहेछ, सब हर्क साम्पाङजीकै अगाडि बसेर यसरी गाउँदा रहेछन्। गीत चस्मै पुकाल्नु पर्यो कि नगाउँ, फेरि मलाई पनि ट्रोल बनाइदिन्छ नि। गाउँ हर्क 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 सबैजना श्रमजीवी हर्कतिर फर्क, सबैजना श्रमजीवी हर्कतिर फर्क, हर्कलाई हेप्नेहरू खसौला नर्क, हर्कलाई हेप्नेहरू खसौला नर्क, सबको ध्यान खिच्न सफल हर्कको तर्क, भन्नुहुन्छ प्रधानमन्त्री हुन्छु छिट्टै पर्ख, भन्नुहुन्छ प्रधानमन्त्री हुन्छु छिट्टै पर्ख, हर्क 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 सबैजना श्रमजीवी हर्कतिर फर्क भनेको टटकारो सुनि म त छक्क परे। सपनामा उभौ सम्झेर अनि लेखेको यति राम्रो गीत पनि सपनामा, सपनामा भने त्यो दाइ के अरे त्यो दाजु हुन्थे ज्ञान, ती दाजुलाई चाहिँ म आफै धरानमा जाँदा पनि बिचरा उनकै गाडीमा लिएर जान्थ्यो, उनकै हाइलाइट सुन्थ्यो जस्तो लाग्छ मलाई। सो तर उनी त्यो गाडीमा बसेर सधैँ उनी त्यो के भन्छ सुरक्षाको लागि खटिरहेको देख्थेँ कि त्यस्तो चाहिँ व्यवहार गर्नु नहुने हो। खै अब के होइन, त्यसमा हल्का मिसअन्डरस्ट्यान्डिङ भयो। मैले हर्कज्यूको पुरा डिफेन्स गरेँ, नट हर युज। त्यसमा के भएछ भने यो उहाँहरूको क्युआरटी भने चाहिँ क्विक रेस्पोन्स टिम, यो चाहिँ कस्तो भएछ भने हर्क साम्पाङज्यूको सुरक्षाको लागि पूर्णतया अब्बल भएन रे। उहाँलाई चाहिँ किम जोङ सरहको सेक्युरिटी चाहियो, अर्थात् डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको किम सरह होइन होइन, यहीँ डेभलप गर्न खोज्नु, यसलाई वाइसिएलको रूपमा हेरौँ। उहाँहरूको पार्टीको अब जनमुक्ति सेना उहाँले सुरक्षा दस्ताको नाममा खडा गर्दै हुनुहुन्छ, यसको मोडिफिकेसन हो, यसमा कसैले चित्त दुख्नु पर्दैन भनेर उहाँ आफैले भन्नुभएको छ। हाम्रो साथ हुनुहुन्छ कुनै चाहिँ यहाँ हार्दिक स्वागत छ। थ्याङ्क यू सो मच, धन्यवाद। आराम हुन्छ कुनै सर? ठिक छु। मोटो पुस्तकै बोकेर ल्याउनु पर्ने के हो त्यो? तपाईँलाई र हाम्रा दर्शकलाई यो मेरो काखमा भएको पुस्तक देख्दा ओहो पुण्यजीले कुन नयाँ पुस्तक पढ्दै हुनुहुन्छ भन्ने लाग्यो होला। मलाई कतिले पढाइया भन्छन्, पढनदास भन्छन्, तर यो म पढ्छु पनि। यो चाहिँ आफ्नै किताब हो। तपाईँलाई याद होला हामीले त्यो हरियाली इटाटोलमा इन्टरभ्यू गर्दा मैले केही आर्टिकलहरूको कटिङ तपाईँलाई देखाएर अब यो टाइपमा जाँदैछ युवराज सर 83 सालभित्र मेरो किताब आउँछ भन्दा तपाईँले शुभकामना दिनुभएको थियो। अब तपाईँ र मेरा शुभेच्छुकको लागि एउटा खुसीको खबर, खुशखबरी लिएर आज म स्टुडियोमा हर्षित मुद्रामा तपाईँको स्टुडियोमा आएको छु। यो किताब चाहिँ विश्व राजनीतिको आँखी ज्यालो र जेनजी पछिको नेपाल यसको सब टाइटल हो। र यसपछि अब भनौँ न विभिन्न पक्षहरू समेटिएको छ र यो किताब सम्भवतः छिटोमा दसैँ तिहार छेका ढिलोमा चाहिँ मेरो जन्मदिन 2083 साल चैत 13 गते यो किताब आइसक्छ। र यो किताबको विमोचन चाहिँ मैले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको कर कमलबाट गर्ने सोच राखेको छु। अब भूमिका लेखाउने काम भइराखेको छ, प्रुफ रिडिङ लगभग सिद्धियो, यसको एडिटिङ पनि सिद्धियो। अब ग्राफिक डिजाइन, कभर डिजाइन आदि इत्यादिको काम जोडतोडले चलिरहेको छ। अब म तपाईँले नसोधे पनि आफै एकै सासमा यो भनिदिन्छु, यो भित्र चाहिँ तपाईँले ग्लोबल फाइनेन्सियल क्राइसिस, नियो लिबरलिजम अर्थात् नव उदारवाद, विश्व आर्थिक सङ्कट, न्यू ग्लोबल अर्डर अर्थात् नयाँ विश्व व्यवस्था, सोसियलिस्ट मोड अफ प्रोडक्सन अर्थात् समाजवादी उत्पादन प्रणाली, त्यसपछि तपाईँको विभिन्न वादहरू, इजम, फिलोसफी र सिल्क रोडको सभ्यतादेखि
यता आएर BRI बेल्ट एन्ड रोड इनिसिएटिभ इन्डो पेसिफिक स्ट्राटेजीदेखि यता आएर वर्ल्ड ब्याङ्कका पोलिसीहरूको विषयमा अनि उत्तराधुनिकतावाद अर्थात् पोस्ट मोडर्निजमदेखि धेरै कुराहरू समेटेको छु। क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङको विषयमा पनि छ। अझ विश्व कम्युनिस्ट आन्दोलनको बारेमा मैले घट्टा र विचार साप्ताहिकमा 20 भागसम्म लगातार आर्टिकल लेखेका थिएँ, त्यो पनि समेटिएको छ। र जेनजी पछिको नेपाल भनेर मैले छुट्टै बायोग्राफिकल स्केच गरेर प्रोफाइल खडा गरेका छु। हर्क साम्पाङजी, रवि रामी छानेजी र बालेन शाहजीको। मलाई अहिले समस्या के भएछ भने डाक्टरहरूको सल्लाह अनुसार सम्भवतः मैले आफूले अब कलम चलाउने भन्दा पनि भोइस रेकर्ड गर्नेछु तपाईँहरू जस्तै भित्रबाट। अहिले लगातार मैले 5-6 पाना लेख्दा मेरो स्ट्रेस हुन्छ टाउकोमा, त्यो भएको हुनाले सकिछु भने आफै लेख्छु। पहिला यो लेखेँ जस्तै यो कान्तिपुर, अन्नपूर्ण पोस्ट, घट्टा र विचार, जनआस्था लगायतका पत्रिकाहरूमा समावेश भएको। त्यसमा पनि 2050 को दशकदेखि यो अहिले 80 सालसम्मको आर्टिकलहरू छ। यो मोटै छ सर, साढे यो मेरो पोएम्सहरू पनि छ। यो कलेक्टिभ वर्क्स हो, यी चाहिँ क्लासिकल छन् अलिकति। तर मैले चाहिँ अब जेनजी पछिको नेपाल भनेर नयाँ च्याप्टर पनि समावेश गर्दैछु, किताब आउँदैछ। यही हो किताब साथीहरू, यो चाहिँ पाण्डुलिपि हो। एकजना व्यक्तिले यहाँ मलाई युट्युबमा कमेन्ट गर्नुभएको छ हिजोको इन्टरभ्यूमा। हिजोको इन्टरभ्यू फेरि मैले गर्न पाएको थिइनँ, म हिजो दिनभरि नै बिजी थिएँ। कसको इन्टरभ्यू? हाम्रो हेमन्त सरको इन्टरभ्यूमा कमेन्ट आएको रहेछ। ओके, म अलिकति पढेर सुनाउनु सर। हस्। एकजना व्यक्तिले ज्योतिलाल राणाले PNP मिडिया इज कन्टिन्युसली स्क्यानिङ QR कोड भनेर लेख्नु भएछ है। इङ्ग्लिसमा छ, तपाईँले उल्था गरिदिनु होला। अनि त्यसमा चाहिँ मनिष दवाडी भन्नेजीले के लेख्नु भएछ भने इट way worse than what you are saying. The owner of the media has been trying to brainwash people for a while now. I have heard from others that Mr. Khatri, Punya Gautam, Manavit Gopal Dhakal, Dr. Vijay Mishra and couple of the people have taken a huge amount of money from an organization in India to talk against Nepali government and people in the society that can unify the nation and lead in the right direction. I can have following these above mentioned people's online activities for the past 14 months and I am convinced that these people are secretly working on a mission to destroy Nepal. Whoever comes ahead to give country a direction, these people start talking against them. Just think, all these people have failed miserably in their lives. They either don't have a good job or they earn very little from their mainline profession. Then how are they maintaining a good living standards? All of them allegedly carry money in some hidden bank account outside Nepal. है तेरिका मलाई त के भयो नि तनाव, यहाँ तपाईँको नाम आयो, त्यत्रो पैसा रहेछ मेरो अकाउन्टमा नेपाल बाहिर, कुन चाहिँ अकाउन्टमा रहेछ त्यो चाहिँ थाहा भएको भए यस्तो तनाव भएको थियो कि हेर्नु सुन्नु न, किमो लगाउने पैसा नभएर फिट परिरहेको छु, पेट सिटी गर्ने पैसा नभएर फिट परिरहेको छु। पेट सिटी पछाडि नै डाक्टरले फर्दर इभ्यालुएसन गरेर हामी कुन साइकलको किमो चलाउने, कति साइकल चलाउने हामी इभ्यालुएसन गर्छौँ भनेर मलाई रिटर्न पठाइदिनु भएको छ। डाक्टर सुदीप श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल, उहाँ हुनुहुन्छ, उहाँलाई फोन गर्दा पनि हुन्छ। त्यस्तो अवस्थामा मेरो अनलाइन तपाईँको सिक्रेट हिडन अकाउन्ट छ अरे, मलाई थाहा छैन कि अब के गर्ने भने तपाईँ पनि चलेको। सेम क्वेसन टु यु, आर यु प्रोभोकेटर एजेन्ट अफ स्टेट पावर? डु यु हेभ एनी एभिडेन्स? त्यो तपाईँ पुष्टि गर्न सक्नुहुन्छ? आई वुड लाइक टु रिक्वेस्ट यु प्लिज टक विथ अस, हामीसँग कुराकानी गर्नुहोस्, प्रमाणित गर्नुहोस् र झुटो एलिगेसन आरोप लगाउँदा तपाईँ नर्क खस्नु पर्ला। फर्स्ट अफ अल आई वुड लाइक टु रिक्वेस्ट यु प्लिज किप प्यासेन्स, धैर्य त राख्नुहोस्, हामीसँग भेट्नुहोस्। तपाईँको हिम्मत र दम छ भने PNP स्टुडियोमा आएर इन्टरभ्यू गर्नुहोस्, मसँग बसेर हुन्छ। वाहियात, अफवाहपूर्ण, भ्रमपूर्ण, रकमी C ग्रेडको इन्टरभ्यू गरेर, जबकि हामी 24 क्यारेटका देशभक्त हुन चाहन्छौँ, हामी स्पोन्टेनियस हिजोदेखि आजसम्म। यति मात्रै होइन, उहाँको त अनुभव बेच्छ, राज्यले पैसा दिन्छ, फन्डिङ गर्छ, विदेशी शक्ति केन्द्रले भन्ने उहाँहरूको अनुभव बेच्छ, आफ्नै अनुभव सेयर गर्नु होला। म उहाँको नाम लिएर ग्लोरिफाइड गर्न चाहन्न, तर केपी शर्मा ओलीज्यूको सरकार हुँदा पनि तपाईँ कहिलेका आश्चर्य व्यक्त गर्नुहुन्थ्यो। तपाईँ त कहिले सिंहदरबार जानुहुन्न। र युवराज खत्रीको विषयमा, युवराज खत्रीजीको विषयमा म उहाँले भन्नुभन्दा अगाडि नै क्लियरिफाई गर्छु, उहाँ यो काठमाडौँ उपत्यकाको एउटा काजी स्तरको घरानामा हुर्किएको मान्छे। उहाँसँग जग्गा जमिनको अभाव छैन, जसरी तराईमा मसँग अभाव छैन। उहाँ यहाँको सम्पन्न व्यक्ति भए पनि मैले धेरै चप्पलेहरू देखेँ, धेरै छाप्रेहरू देखेँ जो चप्पल घिसार्दै
उहाँसँग एक कप चिया र 2टा समोसाको लागि याचना गर्नेहरू अहिले सत्ताको करिडरबाट गुज्रिएर चिल्लो इभी कारमा हिँडेका छन्, करोडौँको महल खडा गरेका छन्, देश विदेश घुमेका छन्, योग्यता केही छैन, म्याट्रिक भन्थे नि पहिला टेस्ट आदि इत्यादि एसएलसी सोसराको त्यस्ता व्यक्तिहरू औलाद नगदसहित सत्ताको महिमा गुणगान हनुमान चालिसा जप्दा करिब करिब अरबपति हुन थालिसके। तर युवराजजी आफ्नो घरायसी कुरा छ, उहाँको बिरामीको समस्या छ घरमा, तर धेरै कुरा म राख्न चाहन्न, कतिपय सिक्रेटहरू हुन्छ फ्यामिलीहरू। उहाँ इमान्दारिताको मिसाल हो र उहाँले जहिले पनि मिडिया कन्ट्रोलमा नोम चम्स्कीले भन्नुहुन्छ नि, प्रतिपक्ष आवाजहरूलाई स्पेस दिन चाहनुहुन्छ। केपी शर्मा ओलीज्यूको हुँदा पनि मसँग राखराखी गर्नुहुन्थ्यो, म त अब सत्ताको पक्षबाट कहिले बस पैरवी गर्दा मेरो पसिना निकालिदिनुहुन्थ्यो र अहिले उहाँले गरेको पनि पत्रकारिताको अपोजिसन भोइसलाई उहाँले पत्रकारिताको नर्म्स एन्ड भ्यालुज अनुसार भेन्टिलेट गरे हो। उहाँ कसैको झोली पनि होइन, कसैको केही होइन। बरु अचम्मको कुरा के भने अहिलेको सत्तावाला चाहिँ यो देशले भारतको सीमा मिचेको कुरामा विश्वास गर्छ, फेरि तिब्बतको सम्मेलन गराउन खोज्छ। उहाँहरू त्यसको पक्षधर। उहाँहरूलाई टेन्सन के भएछ भने सत्यको पक्षमा, न्यायको पक्षमा, इन्साफको पक्षमा, देश जनता विकास समृद्धिको पक्षमा घरि हर्कजीले बोल्नुहुन्छ, त्यो ठिकै हो भन्छौँ। दुर्गाले उठाउनुहुन्छ आवाज, त्यो पनि ठिकै हो भन्छौँ। र तपाईँहरूलाई म चुनौती र चेतावनीका साथ भन्छु, यो राज्यको विषयमा ढुक्काउनुहोस्। उहाँ युरोप जानुभयो होला, अस्ट्रेलिया जानुभयो, उहाँ विगतमा फिल्म क्षेत्रसँग सम्बन्धित हुनुहुन्थ्यो। पत्रकारितामा उहाँले कलमदेखि क्यामेरा खियाउन थालेको आज 1.5 दशक भएछ। मेरो उहाँसँग मित्रता भएको 10 वर्षभन्दा लामो समय भयो र यो यावत दृष्टान्त दिँदै म के भन्छु भने अब लाइफ टाइम ग्यारेन्टी त म मेरै लिन्न भने उहाँको किन लिन्छु र, होइन? रूपचन्द विष्टले भन्नुहुन्थ्यो मान्छे भनेको त्यो अभियुक्त हो जसको फैसला च्याङ्ग मात्रै हुन्छ भन्नुहुन्थ्यो। त्यतिन्जेलसम्म वाच एन्ड सी। तर आजको मितिसम्म, यो क्षणसम्म 2083 साल साउनको कति गते रे आज? 21 गते। साउनको 21 गते अहिले ठिक 2-3 बजे छ। 3 बजेसम्म युवराज खत्रीजी निट एन्ड क्लिन व्यक्ति हो। अब गोपाल ढकालजी पनि आफ्नो उहाँ काम गरिरहनु भएको छ, विजय मिश्र सर आफ्नो काम गरिरहनु भएको छ। फेरि हामी यस्ता सत्तासँग कुनै गोरु बेचेको साइनो नभएको र सत्ताको करिडरबाट एक सुको खामबन्दी नगर्ने मान्छेलाई सफेद झुटो आरोप लगाएर नर्क खस्ने पाप कृपया नगर्नु होला। फेरि दिने चाहिँ कसले रहेछ भने क्या सत्तामा हुनेले त दिँदैनन्, सत्तामा हुनेले त दिँदैनन्। राख्देऊ न भाइ हो, मलाई पनि त मेरो बिरामीको उपचार गराउनुको लागि सहज हुन्छ। राख्देऊ न भाइ हो, तिमीहरूका मन्त्रीहरूलाई भन, प्रेस सल्लाहकार राख्देऊ, नभए स्वकीय सचिवको एउटा आइडेन्टिटी कार्ड बनाइदेऊ, मासिक होइन 10-15 हजार भने आउँछ होला, राखिदेऊ, बरु सहयोग गर न, धर्म लाग्छ तिमीहरूलाई। सत्ताले त दिँदैन भने अपोजिसनले कहाँबाट दिन्छ होला? ए युवराज सर, अर्को कुरो तपाईँले मलाई नजिकबाट चिन्नु भएको छ। म हौदामा हात्ती बाँध्नेको नातिपना थियो र तपाईँ बाबा घोडा बाँध्नेको सन्तान हो। अहिले पनि यो फास्ट ट्र्याक जान ठिक्क परेको ठाउँ निजगढ जस्तो महँगो ठाउँमा मेरो प्रशस्त जमिन छ र मैले आफ्नो पुर्खौली जमिन बेचेर काठमाडौँमा घर बनाएको हुँ र मलाई गर्व छ त्यसमा। कुनै माइकलालबाट 2 पैसा अनुदान लिएको छैन र टिकटकबाट देश विदेशका लाखौँ लाख के अरे हजारौँ हजार साथीहरूले मलाई माया गरेर गिफ्ट दिनुभयो। त्यसमा 30 लाख रुपियाँ त मैले गरिब दुखी असहायलाई पटक पटक गरेर दान्ने गरी मृगौला पीडित, क्यान्सर पीडितलाई मेरो फेसबुक टिकटकमा गएर पनि हेर्न सकिन्छ। र म तपाईँलाई के भन्छु भने सबै मान्छे तपाईँहरू जस्तो दरिद्र हुँदैन। तपाईँहरूले सोच्नु आवा तपाईँहरू बाँदर लड्ने भिडबाट आए जस्तो लाग्छ मलाई तपाईँहरूको कमेन्ट पढ्दा। तपाईँहरू सोच्नुहुन्छ सबका सब मानिस दरिद्र छन् के सोसियल मिडियामा आएर मात्रै मान्छे बाँचेका छन् त? सोसियल मिडियामा आउनु अगाडि झन् हामी सुखी थियौँ। युवराजजीले सोसियल मिडिया सुरु गर्नुभन्दा अगाडि म उहाँलाई झन् सुखी देख्थेँ, झन् राम्रो गाडीमा हिँडेका देख्थेँ, झन् मिठो खाएको देख्थेँ, झन् राम्रो कोटमा आएको देख्थेँ। म झन् सुखी थिएँ के, झन् मेरो राम्रो थियो बन्दोबस्त। अहिले बरु म पहिलाभन्दा आर्थिक अवस्था, जग्गा जमिन बेचियो होला के होला बेग्लै कुरा। त्यस कारण तपाईँलाई म के भन्छु भने हरेक मान्छे तपाईँ जतिको भुइँफुट्टा हुँदैनन् र मान्छे आफ्नो श्रमद्वारा आफ्नो मेहनतद्वारा अगाडि बढेका हुन्छन् र हामी जस्तो सत्यनिष्ठता, दानशीलता, दया, धर्ममा विश्वास गर्ने न सिंहदरबार जलाउन हिँड्यौँ, न बिआइसिसी जलाउन हिँड्यौँ, न सहकारी ठगी गऱ्यौँ, न नेपालको नागरिकता त्याग्यौँ, न थरी थरीका काण्डमा मुछ्यौँ। त्यसकारण तपाईँको झुटो आरोप बापत तपाईँ नर्क खस्नु पर्ला र पब्लिकले कुनै दिन तपाईँलाई गो टु हेल भनेर सावधान हुनुहोस्। फेरि यस्तो रहेछ न्याय र सत्यको पक्षमा
अडिग हुँदाखेरि मान्छेहरू यसरी नै खनिदो रहेछन्। तर मलाई खासै त्यो आरोपले त्यस्तो लागेको छैन मलाई। अहिले त अघि तपाईँले एकजना सांसदको वर्णन गर्दै हुनुहुन्थ्यो, तिनले पनि मलाई कतिपय पार्टीहरूसँग जोड्ने प्रयास गरे, कतिपय व्यक्तिहरूसँग जोड्ने प्रयास गरे। भले मैले तिनको एक कप चिया आजसम्म जिन्दगीमा खाइदिएको छैन, होइन, झुकेर साथीभाइका बिचमा बसेर खाइयो होला त्यो अर्को कुरा, तर तिनको उनले मलाई डोनेसन दिएर सँगैसँगै आफै बिल तिर्न तम्सिनुहुन्छ, आफै तिरेको छु, होइन। अब यो सत्ताको चरित्र चाहिँ पात्र परिवर्तन हुँदैन, चरित्र परिवर्तन हुँदैन। किनभने यिनीहरूलाई के रहेछ भने आलोचना गर्न जति सहज हुन्छ, आलोचना सहन त्यति सहज हुँदो रहेछ। त्यो एकजना सांसद छन् नि, के अरे केपी खनाल भन्ने, होइन, के अरे अहिले सांसद। अब उनले के भन्दो रहेछ भने सरकारको आलोचना बढ्यो नि भन्दाखेरि होइन, यहाँ नेपालमा अहिले मानसिक समस्या बढाएको छ भन्दो रहेछन्, होइन उनी। अब अर्को यिनी धुरु रुँदो रहेछन्, होइन, यो के नाम दोजर सांसद के राजु महोदय पाण्डे, राजु पाण्डे दोजर सांसद, होइन। अब यिनले दोजर लिएर भत्काउन गए, होइन, सेनाको ब्यारेकै भत्काउन गए, उनलाई स्टम्प गर्न मन थियो। त्यहाँ गएको बिचरा हाम्रो टिकाराम यात्रीको कार्यक्रममा गएर के अरे मैले राम्रो गर्दा पनि धुरु भनेर धुरु छन्। हिजो यिनले अरूको घर भत्काउँदा चाहिँ कतिजना रहेको हुन्छ? अवश्य अरूलाई गाउनेहरू आफ्नो ट्रोल भएको चाहिँ यिनीहरू सहन सक्दो रहेछन्, रगतको आँसु बगाउनुपर्छ, होइन। अर्कालाई ट्रोल गरेर जति मजा आउँछ नि, आफ्नो ट्रोल हुँदाखेरि आफ्नो चाहिँ हुँदाखेरि चाहिँ गाह्रो हुन्छ। तर यद्यपि म चाहिँ के भन्छु भने फेरि त्यो ट्रोल गर्ने चाहिँ तपाईँको परम्परा ठिक होइन, म त त्यसमा मान्दिनँ, त्यस्तो गर्नु हुँदैन। तर उनी जसरी रोए नि, उनले अर्काको घर भत्काउँदाखेरि कतिजना रोएर हुन्छ, हृदयदेखि कतिजना रोएर हुन्छ। जसको अस्तित्व हिंसाबाट सुरु हो उसलाई हिंसाले पिछा छुटाउँदैन र उसलाई हिंसाले समाप्त गर्छ। अर्थात् जसले अरूलाई भत्कायो, बिगायो, रोआयो त्यो आफू हुनुपर्छ। यो दैविक प्राकृतिक नियम हो। जसले हिजो आफ्नो फेसबुकको दुरुपयोग गरेर, सोसियल मिडिया दुरुपयोग गरेर अरूलाई नाना थरी गालीका बौछार गरे, ती मान्छे आज आइजी साहबको अगाडि संसदीय समितिमा दारा घिच्याएर हामीलाई धेरै ट्रोल गरियो, हामीलाई एकदमै अपमान गरियो, कति साइबर जानी आफै साइबर बुलिङको, आफै साइबर क्राइमको शिकार भयौँ भनेर रहिलो गरिरहेछन्। अनि हिजो सोसियल मिडियालाई AK-47 सरह सम्झिने र सत्ता विरुद्ध बम्बार्डिङ गर्नेहरू आज के भन्दैछन्, सोसियल मिडिया ठुलो समस्या हो, अब यसलाई नियन्त्रण नगर्ने भने नेपालका नेताहरू पुरै डिप्रेसनमा पर्छन् भन्छन्। अनि आफू अरूलाई मानसिक रोगी भन्नेहरूलाई हिजो त्यही काम सत्तामा भएका नेताहरूलाई नाना भाती गाली गरेर यिनीहरू आज नेता भए। आज यिनका विरुद्धमा बोल्दा, यिनका विरुद्धमा ट्रोल भन्दाखेरि चाहिँ यिनीहरू रोइ कराइ गर्ने, इमोसनल ब्ल्याकमेलिङ गर्ने। यो त समयको चक्र हो। सुन्नु न, पञ्चायत कालमा कहीँ कतै प्रमाणित नहुने आरोप लगाइदिने। हामीले यो कुसंस्कारको जग त हाल्यौँ नि, भले त्यो अहिले विस्फोटक भएर यो अत्यन्तै भद्दा र कुरूप अश्लील भयो। पञ्चायत कालमा ठिकै काम गरेका शासकलाई पनि अनेक ढङ्गले खुइल्याउने, भुत्लाउने, नङ्ग्याउने, तिनीहरूलाई बदनाम गर्ने काम पछि बहुदलमा सांसद मन्त्री भएकाहरूले त्यो बेलामा गरे। त्यसको परिणाम उनीहरूले 10 पुस्तालाई पुग्ने गरी गाली भेटे। अब अहिले बहुदल र लोकतन्त्रको शासकलाई 10 पुस्तालाई पुग्ने गरी गाली गर्ने यिनै महानुभावहरू, अब उहाँहरूलाई अहिले 30 पुस्तालाई पुग्ने गरी गाली आइरहेछ। त्यो त ब्याजसहित फर्किँदो रहेछ, हेर्नुहोस् है, ब्याजसहित फर्किया हो, अरू केही होइन, कर्मको फल। अनि राजु पाण्डेजीको त्यो दृश्य हेर्दा चाहिँ टिकारामजीको कार्यक्रममा गएर उहाँ गएको देख्दा चाहिँ मलाई के लाग्यो भने कहीँ पे नजर कहीँ पे निशाना भने ठिक रहेछ क्या। उहाँ रोएको शीर्षक चाहिँ आफूले खुब राम्रो काम गर्न खोजेको, आफूलाई दपेटियो ट्रोल बनायो भनेर होइन कि, त्यस्तो त्यो हृदय कमलो भएको मान्छे होइन। उहाँलाई ठ्याक्कै एउटा कुरोको साथ नोस्टाल्जिक सम्झना हो। उहाँले बालनजीको लेफ्टिनेन्ट बनेर गृहमन्त्री वा कमसेकम रक्षा मन्त्री हुने नभए पनि एउटा कुनै न कुनै मन्त्रालय सम्हाल्ने ठुलो सपना देख्नु भएको थियो। त्यो सपनाको कट्टर दुश्मन बनेर उहाँको सचिवालयमा हावी भएका कुमारबेनहरूले उहाँको ढोका हमेसाको निम्ति सिंहदरबारमा बन्द गरिदिए। अब त उहाँको मिसकल, उहाँको फोनहरूको कल, बालनजीको मोबाइलमा मिसकल मात्रै हुन्छ, अझ परिवर्तित नम्बर पाउनु भएको छैन रे, ब्लक लिस्टमा पऱ्यो होला। र यहाँ मैले के सन्देश प्राप्त गरेँ भने, के सूचना प्राप्त गरेँ भने, बालन शाहजीलाई उहाँले भेट्न त सक्नुभएको होइन होला, कुनै माध्यमद्वारा बढी नबोल्नु, बकबक नगर्नु, बालनजीको नाम लिएर जथाभावी काम नगर्नु भने हुनाले उहाँको मुटु कटक्क खाएको क्या। म त लेफ्टिनेन्ट, मैले हिजो
बालेन शाहजीको लागि त्यत्रो सिपाही भएर लडे, अर्काको घर भत्काए। घर भत्काइयो। तर आज तिनै घर भत्काउन पठाउने मान्छेले आज मलाई छिचिदुर गरे भनेपछि त्यो सम्झिएपछि उहाँको हिक्का आएको हो। कुरो त्यति हो, शीर्षक चाहिँ त्यो त पक्का हो। त्यो शुभ आँसु हो, गइको आँसु हो भनेर कतिले भने। साँच्चै आँसु पनि हुनसक्छ, गइको पनि हुनसक्छ, तर शीर्षक चाहिँ त्यो हो। अब जहाँसम्म त्यो मेरो घरमाथिको ठाउँ हो क्या सर, त्यो जगडोल भरे मैले त्यो देखिरहेको पर्खालो नगरपालिकाको एकजना अब अहिलेको मेयर एकदम पर्फेक्ट हुनुहुन्छ दीपक रिजालजी, काङ्ग्रेसबाट इलेक्टेड भए पनि सामाजिक हुनुहुन्छ। उहाँले हतारो नगरिकन प्रक्रिया पुऱ्याएर सेनाको नेगोसिएसनमा त्यहाँ काम गर्दै हुनुहुन्थ्यो। उहाँलाई अब हतार जस लिन हुटुटी चल्यो अनि उहाँ आफ्नो डोजर लिएर जानुभयो। त्यसपछि क्याप्टेन साहबसँग विवाद भयो। अब कसैले सुनाइदियो आजसम्मको इतिहासमा जस्तै सेनाको खुनखुत्रो गरेर सेनासँग विवाद गऱ्यो, त्यसको इतिहास सर्वनाश भएको छ, खरानी भएको छ भन्ने सुनाएपछि उहाँ चिन्तित हुनुभयो। र मैले सुने कि बालेन शाहजीसम्म यो थ्रेट पुग्यो अरे, तपाईँका आफ्ना तपाईँका सिपाहीलाई सम्हालेर राख्नुहोस्, जथाभावी बक नगरौँ भनेर। सायद मलाई लाग्छ राजु पाण्डेजी प्रति सत्ता बढी अनुदार हो भने उहाँको सांसद पदै चिलिमचट हुन सक्छ नि। फेरि यिनीहरू त यस्ता छन्, जे पनि हुनसक्छ। तर सरकारसँग एउटा अपिल चाहिँ गर्नु पऱ्यो कि सर, उहाँलाई एउटा डोजर किनेर एउटा डोजर मन्त्रालय खोलेर डोजर मन्त्रालयको उहाँलाई मन्त्री बनाइदियो भने राम्रो हुन्थ्यो कि सर। उहाँ त हाँसेर जानुहुन्छ। अब फेरि उहाँले चाहिँ जति योगदान गरे त्यसको उहाँलाई भ्यालु कदर भएन रे, त्यसको मूल्याङ्कन भएन रे। ए बाबा तपाईँ एसएसपी हुनुभयो, नगरपालिकाले एसएसपी बनाउने चलन थिएन। नगरपालिकाले पहिलोचोटि तपाईँलाई विभूषित गरेर एसएसपी दर्जा खडा गर तपाईँकै निम्ति। सुन्नुहोस् है, अब तपाईँ राज्यमा बालेन शाहजीको लेफ्टिनेन्ट बनेर आज योभन्दा अगाडि नगरप्रहरी धेरै थिए, नाम चलेको एकमात्र मान्छे तपाईँ पछिको को हो थाहै छैन हामीलाई। पहिलो र अन्तिम व्यक्ति नै नगरप्रहरीको कमान्डरको रूपमा चर्चित भएको तपाईँ। सुन्नुहोस् है, नाम बन्यो, नाम होस् या बदनाम, गुमनाम तपाईँ हुनु भएन। नम्बर 1। नम्बर 2, तपाईँ दौडेर गृहमन्त्री हुन जानुभयो। तपाईँभन्दा उपयुक्त बरु विश्वराज पोखरेल थिए, एरोगेन्सी देखाए पनि। अब सुदन गुरुङले विश्वराजले तपाईँलाई हेरै बनाए, उनी आफै गृहमन्त्री भए। अब तपाईँको लड्डु फुट्यो मात्रै, मनको लड्डु, तर खान पाउनु भएन। अब अर्को कुरो के पीडा हो तपाईँलाई भने अहिले बालेन शाहको टिमबाट तपाईँ आउट हुनु, तपाईँलाई सिंहदरबारको बालगटारको ढोका बन्द हो, चेतावनी पनि आयो। अब के गर्ने हो, के गर्ने, तपाईँले भन्दा बालेनलाई राम्रोसँगले चिनेको छैन। अब तपाईँ बोल माछा मुखभरिको पानी कि कर्तव्य विमूढ अवस्थामा हुनुहुन्छ। फेरि रविजीको च्याम्बरका 24 घन्टे मसिना सूचनाहरू पुटिनले केजिबी मार्फत विपक्षीको सूचना जसरी लिन्छन् त्यसै गरी बालेनजीले रवि लामिछानेको च्याम्बरका हरेक सूचनालाई सीसीटीभी भन्दा प्रभावकारी रूपमा 24 घन्टे सूचना ल्याएका छन् रे। यति निगरानीमा छन् त स्वर्णिम वगेर रवि लामिछाने दुवैजना। स्वर्णिम रवि लामिछाने, दीपक बोहरा, विपिन जति रविका इर्दागिर्दाका छन् सबका सब निगरानीमा छन्। अब निगरानी मात्रै होइन, रवि लामिछानेजीको त एउटा स्वभावमाथि उहाँलाई शङ्का लागेको हुनाले कतै रङ्गीन डिस्कोतिर त जानु आएको छैन, काहीँ रमाइलो त गर्दै हुनुहुन्न भन्ने पनि उहाँहरूको ध्यान दृष्टिमा छ अरे। भन्नासाथ यहाँनिर के बुझियो भने विपिनजीले अस्ति महामन्त्रीको हैसियतले स्टुडियोमा गएर टेलिभिजनमा गएर प्रकट गरेको गुनासोको हामी एकछिनपछि चर्चा गर्छौँ। त्यो अर्थपूर्ण छ र त्यो रवि लामिछानेकै आत्मा बोलेको हो र कतिसम्म उनीहरूको दूरी रिफ्ट भइसक्यो र उनीहरू कुन हदसम्म इरिटेट भइसके भन्ने कुरो अब प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर सत्ताबाट राजीनामा दिए हुन्छ सरकारबाट भन्ने टाइपको अभिव्यक्ति दिनुको पछाडिका विपिन आचार्यले ल हो नि लगभग आज डाक्टर सुनमन दीक्षितले पनि के भन्नु भने राष्ट्रपा लगभग फुट्ने सङ्घारमा छ होइन, त्यही भएर पनि अहिले के भन्छ उहाँहरू चाहिँ पुरानो दलहरू छ रिसिभी साध्ने भन्दाखेरि मेलमिलापको वातावरण बनाउने प्रयासमा छ। अब अर्को दरबारियाले काजमा पठाएको 25% राजावादी हिन्दूवादी कार्यकर्तालाई काज फिर्ता गर्न जयनेवाल पार्टी दुर्गा प्रसाई र धवल शमशेरको नेतृत्वमा खोलिसक्यो। देशका दुई अति पैसावाल मान्छे भनेर चिनिने दुर्गाजीको चाहिँ पैसा अलिक गफै होला। धवल शमशेरले त सिन्धिया परिवारबाट पशुपति शमशेरले 1 खर्ब बराबर, धवलले 1 खर्ब बराबर। सिन्धिया परिवारसँग धवल शमशेरको साइन चाहिँ के हो? सिन्धिया परिवारको चेली बिहा गरे धवल शमशेरले। सिन्धिया परिवार उहाँको सासू आमाका छोरा थिएनन्।
सबै छोरीहरू र एउटा बहिनी पशुपतिले बिहा गरे, अर्को बहिनी यिनले जस्तो लाग्छ या यिनीहरू यस्तै केही छ र त्यहाँ अंशबन्डा भयो। अंशबन्डा हुँदाखेरि चाहिँ पशुपति शमशेरको भागमा 1 खरब जति, यिनको भागमा 1 खरब जति परेर अनि पर होइन। त्यो त अब अनलाइन खबर प्रामाणिक मिडिया कान्तिपुरमा आएको हुनाले यो कुरा हावादारी होइन, सबैमा आएको छ। र 1 खरब भने 100 अरब, 1 अरब हुनको लागि 100 करोड चाहिन्छ। सुन्नुहोस् है, 1 करोड हुनको लागि 100 लाख चाहिन्छ, 1 लाख हुन 100,000 चाहिन्छ। चान्चुने कुरा छ यहाँ। 1 खर्ब बराबरको सम्पत्ति त त्यहीँ छ। यहाँ कति छ? हाम्रो इन्डियामा भएको गोप्य ब्याङ्क अकाउन्ट भने यही हो क्या? त्यो एउटा कुन चाहिँ लम्बुले लगाइरहेको छ नि त आरोप। इन्डियामा भएको ब्याङ्क अकाउन्ट यही भन्न खोजेको। यस्तै केही होला भनेको मतलब हामीले अलिकति संवादलाई डिराइभ गरेर मैले भन्न खोजेको कुरा चाहिँ रासोपालाई आदि सापमा हाफ गर्नको लागि खोलिसक्यो दुर्गाको जय नेपाल। सुन्नुहोस् है, दुर्गा र दबाउ हो। अब दुर्गा यो देशमा फेरि नेता नामै जय नेपाल। जय नेपाल। नेपालको फेरि नेता हुने पहिलो योग्यता चाहिँ तपाईँ यु मस्ट ह्याभ टु बी इन्टरटेनर। तपाईँ नेताको साथै इन्टरटेनर हुन सक्नु हो, सेन्स अफ ह्युमर अथवा कमेडी सृजना गर्नु भने तपाईँको वरिपरि थुप्रो मान्छे जम्मा हुन्छ। पहिला बहुतहरू एक्सन गऱ्यो भने बढी हुन्थे। अब मान्छेलाई डिप्रेसनले छोयो, ग्यासका लाइन मात्रै 3 किलोमिटर बढी छ। अब मान्छे धेरै पीडामा छन्, आर्थिक तनावमा छन्। बेलुका गएपछि उनीहरूलाई भेलुबाजी स्तरको नेता जसले हँसाउन सक्छ त्यसलाई नेता सम्झिनुहुन्छ। हिजोको कुरा गरौँ न, हुन त केपी शर्मा ओलीज्यू सेन्स अफ ह्युमर चर्को थियो, त्यसकारण उहाँलाई कमेडियन भने। कृष्णप्रसाद भट्टराई अहिले बाँचेको भए उहाँलाई नेपालको सुपर कमेडियन भन्थ्यो होला। कमेडी मसला त्यतिखेर पनि खुब बनाए मनोज गजमेर, सामदेव शेर्पा, नारद खतिवडाहरूले। अहिलेको जेनेरेसनलाई धेरै थाहा छैन। नारद खतिवडा छुटेछ नि, हामी छुट्टा गएका थियौँ। नारद खतिवडा छुट्टो हो, त्यो एलिगेसन पुरा नभएर त होला नि। त्यो आरोप हो वास्तवमा उहाँमाथि को एउटा एलिगेसन हो। उहाँ 8-9 लाखमा बिक्ने मान्छे होइन, त्यस्तो मान्छे होइन। उहाँलाई अब अभियोग लाग्यो, नखाएको विष लाग्यो, खाएर यो छोडिदिउँ। अब यहाँ मेरो कुरा पनि भइसकेको छ नारदजीलाई। नारदजी छ, अब अदालतले आरोप झुटो थिएन भने त लगेर पूर्वपक्षमा हाल्थ्यो होला, त्यस्तो हाल्न सकेन। अनि अब केपी शर्मा ओलीज्यू पनि सेन्स अफ ह्युमर क्रिएट गरेर अलिकति हँसाएरै आउनुभयो। अब रवि लामिछानेको त इतिहासै कमेडीमा जोडिया छ। उहाँको टेलिभिजनको पुरानो टुक्रा हेर्नुहोस्, कमेडी बाहेक केही छैन। अनि न्युज 24 मा उहाँ कराएको देख्दा मान्छे हाँस्थे। अहिले जयलुले जस्तै बेरनु निस्किने गरी कराउनुहुन्थ्यो। अब दुर्गा प्रसाईको त होल हिस्ट्री नै कमेडीमा जोडिया छ, कमेडियन जस्तो देखिनुहुन्छ। त्यसकारण एज अ इन्टरटेनर दुर्गाले खोलेको पार्टी पछाडि मान्छे जान्छन्। तपाईँले एउटा सिरियल हेर्नु भएको छ मदन कृष्ण हरिवंशको साधुराम सुकुम्बासी भन्ने एउटा क्यारेक्टर छ। त्यसले हँसाएको हुनाले नै भोट गुटुटु आएर अनि जित्यो। नेपालमा नानीमैया दाहालले पनि त्यही कारण जितिन् भन्नाले हास्यास्पद व्यक्ति वा कमेडी सृजना गर्ने मान्छेको पछाडि हुन्छन्। अब यो रासोपाभन्दा बढी मनोरञ्जन चाहिँ दुर्गाको पार्टीले दिन सक्यो भने त्यहाँ गएका 25-30% राजावादी यता फर्कन साथ अब आफ्नो क्यास फर्किन्छ नि। एमालेबाट गएकालाई हामीले केही मौका पाएन, एमालेमै चल भाइ भनेर आउन सक्छन्। काङ्ग्रेसमा गएकाहरू यो काम छैन, बरु दुर्गाले जय नेपाल भन्न थालिसके। अब पुलिसलाई पनि के भयो भने जय नेपाल भनेर दुर्गालाई भन्नुपर्ने हो कि। अब उनीहरू काङ्ग्रेसको स्लोगान, पुलिसको स्लोगान जय नेपाल, अब दुर्गाको पार्टी नै बन्यो भन्दा साथ अब यो आपत भने यही हो। सुन्दरमणि दीक्षितजीले भनेको कुरा ठिक हो। र हामीले याद के गर्नुपर्छ भने सत्ता अहिले जुन ढङ्गले चलेको छ, जसरी अगाडि बढेको छ, 24 घन्टे निगरानीमा छन् को भन्दा तपाईँको रवि लामिछाने र उनका इर्दागिर्दका टिम। अहिले मैले भन्न बिर्सेँ, सुदन गुरुङलाई पनि इन्टरटेनरको लिए नि त यस्तो छोडिदिउँ टाटा गरौँ भने हुनाले उनी बढी फेमस भए। अनि त्यति मात्रै होइन, बालन शाह आफै पनि त्यो ऱ्याप भने इन्टरटेनमेन्ट हो, इन्टरटेनमेन्ट सेक्टरबाट आएका हुन्। त्यसकारण पछिल्लो समय तपाईँमा इन्टरटेनरको क्षमता छ भने यु सुड बी लिडर। यस्तो रहेछ, पहिला अध्ययनशीलता, जिम्मेवारी बोध, गम्भीरता, धीर गम्भीरता चाहिन्थ्यो, अहिले केही पनि चाहिँदैन। तपाईँमा इन्टरटेनर हुने क्वालिटी भएपछि भयो। अब अघि हामी एउटा कुरा गर्ने थियौँ कि रवि लामिछानेहरूमाथि निगरानी किन, वाइ, यसको कारण छ। किनभने रवि लामिछानेलाई उहाँले विश्वास गर्न सक्नुभएको छैन। रवि लामिछानेको अझ दीपक बोहराजीहरूमाथि निगरानी चर्को बढाएको छ अरे।
किनभने अब उहाँ त हिजो रवि लामिछानेजीसँग जोडिएको अझ कति आर्थिक कुरामा हेर्थे। त्यस कारण मलाई लाग्छ त्यति मात्रै होइन, मैले सुने त अर्को कुरा छ, रवि एन्ड कम्पनी, रवि लामिछानेको टोटल नेताहरूको भित्री सम्पत्तिको उहाँहरू क्यालकुलेसन गर्दै हुनुहुन्छ अरे, ब्याङ्क खाता मगाएर उहाँहरूको कमजोरी के छ त्यो सबै उ गर्ने। केपी शर्मा ओलीज्यूले आफ्नो पार्टीभित्रको विपक्षीको प्रोफाइल लिनुहुन्थ्यो कि, राज्यबाट इन्टेलिजेन्स सूचना आयो, कार्यकर्ताबाट पनि आयो, अनि धेरै सुदुर गर्न थाल्यो भने बोलाउने, कफी खुवाउने बाहनामा, अनि यो के हो, यो के हो, यो भिडियो के हो, अनि यो तपाईँको रिपोर्ट के हो, यो म्यासेज के हो भन्नुहुन्थ्यो अरे खुत्रोकै। भोलिपल्ट त मान्छे बोल्न सक्दैन थियो, कमजोरी भएपछि त एक्सपोज हुन्छ। हो यो तरिका त अझ बालेनजीहरूले धेरै जाने होला। रविजीको महामन्त्री भन्छु म उहाँलाई, विपिनजीले अस्ति जीवरामजी कहाँ गएर स्पष्ट रूपमा हेर्नुहोस् है, यो सरकार लगभग फेल भएको सङ्केत गर्नुभयो र गोली चलेको जिम्मेवारी चाहिँ प्रधानमन्त्री प्लस गृहमन्त्रीले लिनुपर्छ भन्नुभयो। पक्कै हो, लिनु पर्यो नि त। केपी ओली र रमेशले त्यही दुईटा। अब यो कुरा अरूले भन्न सकेका थिएनन्। अब मुख विपिनको प्रयोग भयो, तर आत्माको पुकार आवाज भनेको कसको? रवि लामिछाने। रवि लामिछानेले भन्न खोजेको कुरा भेन्टिलेट गर्ने माध्यम भनेको कि विपिन भए, कि रमेश प्रसाई भए, कि अमरेश सिंह भए, यही हो। अब 50 चोटि जति रवि लामिछानेका औपचारिक अनौपचारिक सन्देश बालेनको पुग्यो। अमरेश सिंहलाई तपाईँ हटाउनुहुन्छ कि म कारवाही गर्नु, सायद उनले एक्सन गर्ने अन्तिम तयारी गर्दैछन् रे, मैले सुनेको। भनेपछि अब यिनीहरू त एकअर्कासँग मिल्नै नसक्ने भए। त्यसमा पनि तपाईँको अहिले पछिल्लो घटनाले त सरकारको इमेज अन्तर्राष्ट्रिय रूपमा डामाडोल बनाउने भयो। फ्री तिब्बत सम्बन्धी नेपालमा एउटा कुख्यात सम्मेलन काठमाडौँ युनिभर्सिटीको कभरमा, बुद्धिज्म स्टडिज सेन्टरको कभरमा, स्विजरल्यान्डको जेनेभामा उहिले भएको सम्मेलनको निरन्तरता, जुन सम्मेलन गर्ने युरोप पनि डराएको छ, त्यहाँ चाहिँ दलाई लामाको गुम्बा धर्मशालाको प्रतिनिधि पनि आउने र तिब्बतको निर्वासित सरकारको प्रतिनिधि आएर फेलिसिएसन शुभकामना दिने, त्यस्तो कुख्यात गोष्ठीलाई धन्न मुख्य सचिव चाहिँ रोल क्रम मिचेर भने पनि बालेनजीले नियुक्त गरेर ठिकै गर्नुभएछ। उहाँले चाहिँ बस पैरवी नै गरेर हजुर म हात जोडेर भन्छु यो गोष्ठी नगरौँ। गृहमन्त्रीज्यू सुदन गुरुङज्यूले टेलिभिजनमा गएर यसको सबै सुरक्षा व्यवस्था भइसक्यो भनेर कान्तिपुरमा इन्टरभ्यू दिएपछि सरकार झन् झस्क्यो, अर्थात् गोविन्द कार्कीजी झस्किनु भयो। र उहाँले विवेकपूर्ण जे भाइ कर्मचारी हो नि त, अप्ठ्यारो पर्ने काम त गर्नुहुन्न। असंलग्न परराष्ट्र नीति पञ्चशीलता विरुद्ध खुलेआम चिनको भाग होइन तिब्बत, यो छुट्टै हो। दलाई लामा महान छन् भनेर विरुद्धावली गाउने, अस्ति दलाईको जन्मोत्सव पनि लुकेर छिपेर मनाए भन्नाले यस्तो एक त चीन विरोधी ठप्पा लागेको छ, हातमा टिओबीको ट्याटु छ, त्यसमा पनि भदौको यो सम्मेलनलाई मुख्य सचिवको बुद्धिमत्तापूर्ण कोसिस र सचिवहरूको सामूहिक सुझावको आधारमा अहिले रोकिया भनिएको रहेछ। अब यहाँ नेपाल प्रेसले एउटा न्युज पनि छापेको छ। अब न्युज त यहाँ पढिबाजी सुनाउन सकिँदैन, एउटा फोटो चाहिँ त्यो न्युजको निष्कर्ष निस्किने खालको फोटो छ। हाम्रो असंलग्न परराष्ट्र नीति, इक्वी प्रक्सिमिटी, अन्तर्राष्ट्रिय सम्बन्ध, पञ्चशीलता कहाँ पुग्यो? रसातलमा। भन्नासाथ देश यस्तो रसातलमा गयो। अब रवि लामिछाने चीन गएर सी जिनपिङलाई भेट्न खोजिरहेको छन्, टाइम मिलेको छैन। उनी जति छिटो सी जिनपिङसँगको समय तय हुन्छ त्यति छिटो जान एकदम कन्दनी गछेर लागेका छन्। तपाईँलाई याद होला पदमा नरहँदा सिर्फ 3 जना मान्छे मात्र सी जिनपिङसँग भेट्ने मौका पाए। पदमा भए बेला त तपाईँ म प्रधानमन्त्री भए नि भेट्छन्, त्यो बेग्लै कुरा। बालेन शाहले जान चाह्यो भने उनलाई भेट्छन् ल सी जिनपिङले, अरूलाई रवि त प्रधानमन्त्री छैनन्। अब अहिले प्रधानमन्त्री होइन पार्टी अध्यक्षको हैसियतले देउवाले त भेट पाएनन्। त्यो बेलामा पाएको 3 जना भेट, पूर्व राष्ट्रपति भए पनि विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीको हैसियतले बिचमा केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीकै हैसियतमा पुष्पकमल प्रचण्ड। अब 3 जना कम्युनिस्ट ब्याकग्राउन्डको हुनाले उहाँलाई भेट्न सजिलो भयो। तर रवि लामिछानेको दक्षिणपन्थी ब्याकग्राउन्ड छ। तपाईँलाई अर्को कुरा थाहा छ, गगन थापा पनि पार्टी सभापतिको हिसाबले सी जिनपिङलाई भेट्न खोजिरहेछन् नि। यो कुरा फ्ल्यास आउट नभएको सबैले के बुझिसके भने रेस्ट अफ द युरोप समेत अब अमेरिकाको दलाली गरेर अब देश चल्दैन, बिआरआईको अनुदान बिना केही हुँदैन, चाइनिज औद्योगिकरणको सिको नगरिकन हुँदैन भनेर युरोपियन देश अस्ट्रेलियाले त चीनसँग हात मिलाइरहेछ भने यी को हुन् र? यिनले त गरिहाल्छन्। बिपीको त त्यसमा पनि विरासतै थियो सम्बन्धको,
त्यसकारण अहिले सुदन गुरुङजीहरू युरोपियन देश अस्ट्रेलिया भन्नुभयो होइन युरोपियन देश प्लस अस्ट्रेलिया त महाद्वीप हो नि होइन मैले छिटो भन्दा टङ स्लिप भएको यति कुरा त सामान्य कुरा हो नि होइन युरोपियन कन्ट्रिज प्लस अस्ट्रेलिया भने अस्ट्रेलिया त आफैमा एउटा महाद्वीप हो नि मलाई थाहा छ आई नो भेरी वेल अब त्यस कारणले गर्दाखेरि मैले तपाईँलाई भन्न खोजेको कुरा के हो भने अहिलेको सत्ता अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले फेल भएको छ यो सरकार रवि लामिछाने यही मौकाको ताकमा छन् अब पहाड चाहिँ फेरि हर्क साम्पाङला छ जैरू उफ्रिने जैरूले पनि खेलो खन्याखनै छ हामीले यो विषयमा लामै डिस्कस गऱ्यौँ होइन एउटा एपिसोडै हामीले गऱ्यौँ होइन फेरि पनि खन्या छन् उनी यो देशको एउटै समस्या हर्क साम्पाङ मात्रै हो कि फेरि हर्क साम्पाङ पनि सुध्रिने खालको मान्छे चाहिँ रहन्छन् जे पनि उनको फेसबुकबाट मात्रै हुँदो रहेछ हेर्नुहोस् त्यो बिचरा क्युआरडी भन्ने टिमलाई पनि फेसबुकबाट चाहिँ सूचना फेसबुकको सूचना उनीहरूले पाएनछन् अनि नगर प्रमुखको चाहिँ कार्यक्रममा सहभागी भयो भनेर क्युआरडी नै विघटन गर्छन् तर त्यो दाइ के अरे त्यो दाजु हुन्थे ती दाजुलाई चाहिँ म आफै धरानमा जाँदा पनि बिचरा उनकै गाडीमा लिएर जान्थ्यो उनकै हाइलाइट हुन्थ्यो जस्तो लाग्छ मलाई सो तर उनी त्यो गाडीमा बसेर सधैँ उनी त्यो के भन्छ सुरक्षाको लागि खटिरहेको देख्थेँ कि त्यस्तो चाहिँ व्यवहार गर्नु नहुने हो खै अब के होइन त्यसमा हल्का मिसअन्डरस्ट्यान्डिङ भयो मैले हर्कज्यूको पुरा डिफेन्स गरेँ नट हर युज त्यसमा के भएछ भने यो उहाँहरूको क्युआरटी भने चाहिँ क्विक रेस्पोन्स टिम यो चाहिँ कस्तो भएछ भने हर्क साम्पाङजीको सुरक्षाको लागि पूर्णतया अब्बल भएन रे उहाँलाई चाहिँ किम जोङ सरहको सेक्युरिटी चाहियो अर्थात् डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको किम सरह होइन होइन यहीँ डेभलप गर्न खोज्नु यसलाई वाइसिएलको रूपमा हेरौँ उहाँहरूको पार्टीको अब जनमुक्ति सेना उहाँले सुरक्षा दस्ताको नाममा खडा गर्दै हुनुहुन्छ यसको मोडिफिकेसन हो यसमा कसैले चित्त दुख्नु पर्दैन भनेर उहाँ आफैले भन्नुभएको छ नम्बर 1 नम्बर 2 हर्क साम्पाङजीको जैरूसँगको यो विवाद हमेसाको लागि अन्त्य किन गर्नुपर्छ भने धेरै कुराको जवाब अस्ति आइसकेका छ जैरूजीले चाहिँ आफूलाई ल्यारी किङ वा मार्क टेलीको स्तरमा उठाएर स्टुडियोमा त म कसैको इन्टरभ्यू लिन्न भनेर बडो फुलेल बन्नुभयो तर उहाँलाई म के भन्छु भने हामीले तपाईँले त्यही कार्यक्रममा होइन भने त्यो अङ्गुरजीसीलाई ल्याएर उहाँकै अग्रज रवि लामिछानेले ल्याउनु भएको छ इतिहासमा कृष्णलाई जसले जे भन्दै हुन्छ त्यही कार्यक्रममा होइन अङ्गुरजीसीलाई चाहिँ एकदम एक्ज्याक्ट भण्डारीलाई राखेर चाहिँ डिबेट गराएको अनि अर्को हर्क साम्पाङले के भण्डारी हाम्रो खेम भण्डारीले राखेर डिबेट गराएको त्यही कार्यक्रममा हो नि त्यही कार्यक्रममा हो नि एक्ज्याक्टली त्यसै भयो अहिले पनि भिडियो फुटेज प्रशस्त छ अनि अर्को कुरो चाहिँ उहाँले के इम्प्रेसन दिन खोज्नुभयो भने हर्क साम्पाङ चाहिँ त्यो प्रोग्राममा गएर इन्टरभ्यू गर्न आतुर छन् 5 चोटि मेरो इन्टरभ्यू लिए भन्ने फेसबुकमै बोले भनेर भनेका छन् इन्टरभ्यूको लागि हिरिक्क हुने मान्छे चाहिँ हर्क साम्पाङ होइन कहिलेकाहीँ पत्रकार भेट्न जाँदा नाथेहरू यार यहाँ आफ्नो टाउको दुखेको छ भनेर हिँडेका पनि देखाएको छु मैले इन्टरभ्यू नि नदिइकन बटारिएको पनि देखाएको छु स्टुडियोमा मलाई बोलाउने पनि भनेको सुनेको छु त्यसकारण हर्क साम्पाङज्यू मिडियाको लागि मर्यादै गरेर गेडगिडाउने चमर हम्किने व्यक्ति पनि होइन अर्को कुरो तिनको मिडियामा इन्टरभ्यू दिन नपाएर बौलाएको त होइन जस्तो लाग्छ मलाई अरे इन्टरभ्यू भने पिएनपी मिडियाको क्यामेराको लेन्स पनि उस्तै हो आवाज पनि उस्तै हो त्यो पनि उस्तै हो कि अलिअलि त्यहाँ डेन्टिङ पेन्टिङ यताउता एउटा थप क्यामेरा होला त्यति नै हो त्यसकारण त्यो ठुलो कुरो होइन यो मिडिया भने एउटा माध्यम हो क्या फेरि माध्यमलाई नै प्रमुख कुरो मान्नु भएन त्यही कुरो लाइभबाट पनि भन्न सकिन्छ अन्तबाट पनि भन्न सकिन्छ त्यही हो अब जहाँसम्म उहाँले गीतको कुरा चाहिँ अहिले नयाँ आयो क्या उहाँले एउटा भाषण गर्नुभएको छ त्यो भाषण तपाईँले सुन्नुभयो छैन मैले सुने त्यो भाषणमा चाहिँ ल है अब म त यो चुनाव पछाडि खासै हर्क साम्पाङले एकचोटि त्यही बुक विमोचनमा भेट्या हो त्यस पछाडि भेट्या पनि छैन यिनीहरूले चाहिँ हर्क साम्पाङको पैसा खाए भन्दैछन् फेरि मलाई अब यिनीहरूको त यो दरिद्र मानसिकता यस्तो रहेछ कि बरु हर्क साम्पाङलाई यसो भेटेर बरु एक दुई पैसा दिनु भनेर भन्दै हुन्थ्यो होइन यस्तो अप्ठ्यारो परेको बेलामा होइन यिनीहरूको यस्तो मानसिकता रहेछ कि यिनीहरू आफू जस्तो छ दुनियाँलाई त्यही रूपमा देख्न चाहने मान्छे नै सोच्दो रहेछ नि जस्तो लाग्यो मलाई होइन आफू गरिब हो भने गरिबै देख्छन् आफू दरिद्र हो भने दरिद्रै देख्छन् अनि हर्क साम्पाङजीको एउटा भाषण चाहिँ यहाँ भाइरलै भएको छ म तपाईँलाई यो देखाउन चाहन्छु यहाँ कहिले भाषण यो 1-2 दिन अगाडिको उहाँले बोलेको कुरा छ यसपछि उहाँले यो सबै थाहा छ उहाँको फेसबुकमै छ
हाम्रो धरती हाम्रो आकाश हाम्रो परिवेश भन्ने गीत जसले शिरदेखि पुच्छरसम्म कण्ठस्थ गाउन सक्दैन त्यो पार्टीको सेन्ट्रल कमिटी मेम्बर केन्द्रीय पदाधिकारी हुन अयोग्य हुन्छ र त्यसलाई तत्क्षण पार्टीबाट निकालिदिन्छु भन्नुभएको छ। सिसिएम र तपाईँको पदाधिकारी अझ त्यो कार्यकर्ता हुनु मिल्दैन भनेको भए चाहिँ त्यो एकदमै गलत हुन्छ, किनभने आम मान्छे सबैले त्यो जान्नु पर्दैन। सिसिएम र पदाधिकारीले चाहिँ एउटा के भन्छ पार्टीको एउटा गीत यस्तो हो क्या सर। अब जस्तो बच्चाले पनि संस्कृत विद्यालयमा पढेपछि ओम त्र्यम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमिव बन्धनान् मृत्युर्मोक्षीय मातृतात ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गदेवस्य धीमहि धियो यो न प्रचोदयात् सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया तुमेव माता च पिता तुमेव सर्वं मम देवदेव यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतं विश्वन्ददेव स्तवे वेदै साङ्गपदाकरं उपनिषदै गायन्ति यं समगादेखि वेदका ऋचाहरू चण्डी रुद्री पाठ गर्छन्। संस्कृतको यति क्लिष्ट र दुर्वेद्य ऋचा श्लोकहरू त मान्छेलाई मुखाग्र हुन्छ। म संस्कृतको विद्यार्थी होइन, तर श्रुति परम्पराबाट मेरो बुवाले भनेको सुनेर ब्राह्मण परिवारमा हुर्किएको हुनाले मलाई त यति थाहा हो भने त्यो राष्ट्रभक्तिले ओतप्रोत भएको गीत गाउन सक्दैन। मेरो छोरो सानो छ, अब तपाईँको छोरोले पनि स्कुल जान साथ सिक्ने त्यही राष्ट्रिय गीत हो प्रदीप कुमार राई उर्फ व्याकुल माइलाको सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएको मेची महाकाली सस्वर गाउँछन् बच्चाहरूले, कण्ठस्थ छ भनेपछि यो देशभक्तिले ओतप्रोत भएको यो हर्कको विरुद्धावली हर्कजीको महानताको गाथा गाएको गीत होइन। युद्धकालमा प्रचण्ड सम्बन्धी एउटा गीत कण्ठस्थ गर्नुपर्थ्यो सबैले। जन्म भयो अलौकिक मानवको जन्म भयो प्रचण्डको जन्म भयो भन्ने गीत थियो यहाँ हो युद्धकालमा। मैले त्यो डिनाइ गर्दा म सेक्रेटरी भइसकेका पार्टीको मेरो डिमोसन भएको छ। त्यसकारण तपाईँलाई म भन्छु, अब मैले फेरि एउटा विचित्र सपना देखेछु नि सर। के सपना देखेछु भने बेउजिने बेला सपना देखेँ अनि त्यो गीत चाहिँ मैले टिपेर राखेँ। मैले के देखेछु भने हर्क साम्पाङको सुदन गुरुङजी जो वरिष्ठ श्रमदाता हुनुहुन्छ उहाँदेखि चुडालजीसम्म आर्यनजीसम्म सबैले एउटा गीत गाउँदै हुनुहुँदो रहेछ के एकदम। त्यो गीत चाहिँ मैले ठ्याक्क मेरो फेरि मेमोरी पावर पढा बिहान उठेर लेखिहालेँ। त्यो के देखेको थिएँ त्यो तपाईँलाई भनौँला। अर्को यो हर्कज्यूले चाहिँ अब के गर्दै सुदन किराती यो फेरि कहिले टङ स्लिप हुन्छ हाड्नबाजीको फटिन्छ। अब सुन्नुहोस् है, ठिक छ फेरि ट्रोलको शिकार बनाइहाल्थ्यो मलाई, धन्यवाद तपाईँले जोगाउनु। अब यहाँनिर के छ भने हर्क साम्पाङले चाहिँ मैले सुनेको कुरा झुटो होइन भने लाइभ गर्ने रियालिटी सो जस्तो पदाधिकारीमा सुदनजीदेखि सुरु गर्ने र केन्द्रीय सदस्यसम्म सबको परीक्षा लिने। त्यो गीत शिरदेखि पुच्छरसम्म हाम्रो धरती हाम्रो आकाश हाम्रो परिवेश भन्ने गाउन सकेन भने फेल, पार्टीबाट आउट। त्यो गर्ने भन्ने सुनेको छु। अब के कति साँचो हो मलाई थाहा छैन। फेरि त्यो रविना खातुन पनि रुँदै कराउँदै आएकी छिन् लाइभमा, मलाई आवाजै गरेन भनेर फेरि तिनका अर्को किस्सा छ। अब यहाँ मैले देखेको सपना चाहिँ के हो भने अलिकति सुनाइदिउँ है। अब मैले फेरि त्यो गीतै गाएको देखेँ कि यसरी गाएका रहेछन् सबले। पुरा तपाईँको श्रम संस्कृतिको टी सर्ट रहेछ, सब हर्क साम्पाङजीकै अगाडि बसेर यसरी गाउँदा रहेछन्। गीत सबै फुकाल्नु पर्यो कि नगाउँ, फेरि मलाई पनि ट्रोल बनाइदिन्छ नि। गाउँ हर्क 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 सबैजना श्रमजीवी हर्कतिर फर्क, सबैजना श्रमजीवी हर्कतिर फर्क। हर्कलाई हेप्नेहरू खसौला नर्क, हर्कलाई हेप्नेहरू खसौला नर्क। सबको ध्यान खिच्न सफल हर्कको तर्क, भन्नुहुन्छ प्रधानमन्त्री हुन्छु छिट्टै पर्ख, भन्नुहुन्छ प्रधानमन्त्री हुन्छु छिट्टै पर्ख। हर्क 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 सबैजना श्रमजीवी हर्कतिर फर्क भनेको टटकारो सुनि म त छक्क परे। सपनामा उभौ सम्झेर अनि लेखेको यति राम्रो गीत पनि सपनामा भने। अब सम्भव कति साथीले के भन्नु भने मैले 2-4 जनालाई सुनाएँ होइन। अब यो त गिटार
यो त रक टाइपको हो। हर्क साम्पाङज्यूले यसैलाई गिटारको सङ्गीत भर्न सक्नुहुन्छ। अलि लामो भयो त के भन्छ अहिले यस्तो अन्तरा मिलाएर वा केही आवश्यक पर्यो बिचमा यो चाहिँ हड्डी मात्रै हो कङ्काल, यसमा मासु भर्नु पऱ्यो र यसलाई गीतै बनाउनु पऱ्यो भने मसँग सम्पर्क राख्दा पनि हुन्छ। मेरो नम्बर 9841417095 मसँग सम्पर्क गरेर बाँकी कम्प्लिट गर्न सकिन्छ। जे होस् यो सपना देखेँ। अब तपाईँ भन्नुहोस् कुनै दिन यो गीत रेकर्डिङ भयो हर्कज्यूले समावेश गर्नु हो भने मेरो सपना त साकार हुने। एनिवे ल थ्याङ्क यू भेरी मच पुण्यजी। तपाईँलाई धन्यवाद। र यो जय नेपाल पार्टीको विषयमा चाहिँ मलाई एउटा कुरो भन्नु मन लाग्यो। फेरि कुन चाहिँ आयो जय नेपाल दर्ता भाषा छैन उनी रे धवल शमशेरजी अध्यक्ष र दुर्गा दाई सर्वोच्च नेता भएको, सर्वोच्च कमान्डर, सर्वोच्च नेता गणेशमान त्यो पार्टीको। अब यसले एउटा काम चाहिँ गर्ने हो, पर्फेक्ट इन्टरटेनरको रूपमा दुर्गाजीको जोडा छैन अहिले। उहाँले चाहिँ अरू त होइन, जे होस् सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी हिन्दू राष्ट्र र राजाको पक्षमा जो काज लिएर रासोपा गएका थिए तिनलाई चाहिँ सर्वकै तान्ने भए, फिर्ता बोलाउने भए। र यसले चाहिँ 30% रासोपाको जनमत कार्यकर्ता नेता घटाउँछ। होइन एउटा कुरा मैले नबुझेँ क्या, यो साइबर क्राइममा पटकेहरूलाई त तपाईँको प्रायः धरोटी खुल्दो रहेछ भने हाम्रो दुर्गा दाजुले चाहिँ जति पटकमा पनि धरोटीमा छुट्ने तपाईँको यतिकै रिहा हुने हुँदो रहेछ। के भयो? त्यही भएर त एकजना न्यायाधीशको श्रीमती समेत तपाईँको पटके भएको कारणले अहिले पूर्वशीलाई थुनामा हुनुहुन्छ होइन। यो के भयो? त्यही भएर रासोपा अहिले रोइरो गर्दैछ नि त, यो सत्ता हाम्रो होइन रहेछ, यो सत्ता अब उनीहरूको अनुकूल फैसला आउँदा यो सत्ता उनीहरूको। हेर्नुहोस् है, दुर्गा प्रसाईलाई वास्तवमा भक्तपुर जिल्ला अदालतले जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धानको आधारमा मुद्दा अभियोजन गर्दा जुन मुद्दा दर्तै गर्न मानेन र खारेज गरेर उहाँको तुरन्त रिहा गर्ने आदेश दियो। म्याद थप गर्न आदेश खारेज गरे, मुद्दा दर्ता गर्ने कुरै छैन। म्याद थप गर्न लगे म्यादै कसैको त्यस्तो हुन्छ, म्याद थप गर्न पनि नदिएको अदालतले। त्यो त ठिक हो नि, किनभने सुन्नु न, आजसम्म पनि तपाईँलाई म्याद थप गर्न आएछ? मलाई लगाएछ तपाईँ थप गरेछ अदालतले? होइन थप गरेछ अदालतले हेर्छ तपाईँको मुखमा हेर्नु तपाईँ उहाँको हेर। यसको अर्थ के हो भने न्यायालय र रासोपाको बिचको 36 को आँकडा, न्यायालयले रासोपा सरकारले गरेका हरेक गलत संविधान विरोधी हरकतलाई लेजिटिमाइज गर्दैन। अर्थात् दुर्गाजीले बोल्नुभयो त्यसको आधारमा पक्राउ गरियो, उहाँलाई विभिन्न केस लगाइयो, यो फजुल केस हो भनेर अदालतले मान्यो र म्याद थप गरेन। द्याट्स अल। र उहाँलाई पनि एउटा शक्ति केन्द्र मान्यो। उहाँले बेला बेलामा हिन्दुस्तानतिर कर्की नजर लगाउनुहुन्छ, केही न केही जादु वाद चलाउने क्षमता राख्नुहुन्छ होला। धेरै धेरै धन्यवाद। र अर्को कुरो रवि लामिछाने दुर्गा प्रसाई कुनै पनि हालतमा धेरै समय नथुनियोस् वा उनको गिरफ्तारी नहोस् भन्ने चाहन्छ, किनभने अहिले त्यसो त रविको धतुरो झार र दुर्गा कसिन्छन्, तर प्रधान शत्रु विरुद्ध गौण शत्रु उपयोग गर्नुपर्छ भन्ने द्वन्द्वको सिद्धान्त अन्तर्गत रविले गौण दुश्मनको रूपमा दुर्गासँग आन्तरिक गोप्य रूपमा सहमति गरेका हुन सक्छन्। ल धन्यवाद।